हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान। आजको भ्लग मैले यसरी छतबाट सुरु गरेको छु पोखरा सिरिजको र मेरो दिनको सुरुवात चाहिँ यसरी भइरहेछ। तीनटा माउन्टेन रेन्जेस एकै ठाउँमा लाइनअप भएको। Let me show you guys. तीनटा यस्तो छ सिन चाहिँ। Let me zoom a bit. तीनटा माउन्टेन रेन्जेस छ, माछापुच्छ्रे, अन्नपूर्ण एन्ड धौलागिरी। यस्तो बल भ्यू छ। फिल्स लाइक म त्यो माउन्टेन रेन्ज एकदम ठ्याक्कै तल छु क्या, ठ्याक्कै तल छु। अब गोप्रो चाहिँ लिएर आएको छु। अलिक बिहानै उठ्नु पर्थ्यो होला टाइम ल्याप्सको लागि त बिहान उठिएन, भर्खरै उठ्या हो। अनि गोप्रोले चाहिँ खासै जस्तो यो फोनले देखाइरहेको छ जुमहरू गरेर मजाले देखाउन सकिरहेको छ, त्यसरी चाहिँ यो गोप्रोले चाहिँ देखाउन नसक्ने रहेछ। त्यही भएर मैले फोनबाट गरे हो। कहानी चाहिँ यही हो। बिहान उठेँ, छतमा आएँ, भ्यू यस्तो छ। अब एकछिनमा सायद यहीँ कफी खान्छु कि म बाहिर गएर कफी खान्छु, हेर्नु यहीँ खायो भने चाहिँ म अभियसली यहीँ यहाँनिर आएर यो माउन्टेन रेन्जेसहरू हेर्दै कफीको मजा लिने छु। यस्तो छ भ्यू। मैले अघिल्लो भ्लगमा पनि भनेको थिएँ, मेस्मराइजिङ। नेपाल इज एब्सोल्युट मेस्मराइजिङ हो कि नेपाल, खतरा हो क्या। लुक एट द भ्यू। म लास्ट इयर पनि पोखरा आएको हो, त्योभन्दा अगाडि पनि पोखरा आएको हो। यो मेरो थर्ड टाइम हो होइन। तर कुरा चाहिँ के भनेदेखि अगाइँदैन क्या यो भ्यू हेरेर कहिले पनि, कहिले नै यो भ्यू हेरेर अगाइँदैन। यो पोखरा मात्रै होइन, नेपालको कुनै पनि कुना, जुनै कुना जानु तपाईँ एकचोटि गरेर कहिले पनि अगाउनु, दुईचोटि गरेर अगाउनुहुन्न, तिनचोटि गरेर पनि अगाउनुहुन्न। नेपाल साँच्चै नै यस्तो सुन्दर छ हो। अब योभन्दा अघिल्लो चोटि आएको बेलामा लास्ट इयर म आएको थिएँ जब मेरो अप्पर मुस्ताङको राइड भएको थियो हिरो मोटर कपसँग, मिस्टिक मुस्ताङ। मैले क्याप्चर गरिनँ, मसँग गोप्रो थिएन, मसँग साँच्चै भन्नुपर्दा अलिकति राम्रो खालको फोन पनि थिएन त्यतिखेर। त्यस पछाडि मैले आएर यो फोन किने हो। त्यही भएर मैले क्याप्चर गरेको थिएन। मैले धेरै ठाउँ डुलेँ, पूर्वदेखि पश्चिमसम्म, महाकालतिर गएको छैन। अब लोवर मुस्ताङ, अप्पर मुस्ताङ होइन, उता पूर्वी भागहरू पनि, अब ताप्लेजुङहरू भयो, सबै धेरैतिर नै डुलिरहेको छु। तर मैले कहिले पनि क्याप्चर गरिनँ, किनभने म त्यतिखेर चाहिँ के सोच्थेँ भनेदेखि प्रेजेन्टलाई त जिउनु हो, आफूले जिएको कुरा आफूलाई याद भइ नै हाल्छ नि भन्ने सोच्थेँ म चाहिँ। तर त्यो कुनै केसमा हो पनि, तर होइन पनि। आफूले त याद हुन्छ, तर देश विदेशमा बस्नुभएको मान्छेहरूलाई होइन, जसलाई नेपाल मिस हुन्छ, उहाँहरूले हेर्न पाउनुहोस् न नेपाल के छ, कस्तो भइरहेको छ। सबै मान्छे नेपालको सबै कुना डुल्न पाएको छैन होइन। मैले पनि सबै कुना डुलेको छैन, तर जहाँ जहाँ म गएको छ त्यो कुना मैले देखाएँ भने कसैलाई त थाहा हुन्छ नि, ओ नेपाल यस्तो पनि रहेछ। मेरो पोइन्ट अफ भ्यूबाट, मेरो क्यामेरा एङ्गलबाट त देख्नुहुन्छ नि त। त्यो त नयाँ कुरा हो नि त सबैको लागि होइन र। सो अब चाहिँ जति पनि डुल्नेछु, भ्लग बनाउनेछु र हजुरहरूको सामु पेस गर्नेछु। माया गरिदिनु होला, माया देखाइदिनु होला, त्यही भन्न चाहन्छु अहिलेको लागि चाहिँ। जस्ट लुक एट द भ्यू। अलिकति गाडी घुमाउनको लागि आइरहेछु, पछाडि गर्छ रुजल भाइ अनि निमित भाइ अनि म। हामी तिनजना, तिनवटा केटाहरू चाहिँ आज हामी दिनभरि त भन्दिनँ, लगभग 3 घन्टा त हामी कायाकिङ गर्छ। सो फर्स्ट टाइम पोखरामा कायाकिङ गर्न लागेको छ, मजा आउनेछ। स्टे ट्युन। अनि जसले सब्सक्राइब गर्नुभएको छैन, प्लिज डु सब्सक्राइब माई युट्युब च्यानल फर मोर अमेजिङ कन्टेन्ट्स लाइक दिस होइन। जाँदैछौँ, लाइक सेयर र सब्सक्राइब चाहिँ गरिदिनु होला, पैसा लाग्दैन त्यतिको लागि होइन। त्यसले गर्दा अलिकति मोटिभेट हुनेछु म पनि जस्तो मलाई लाग्छ। फर्स्ट भ्लगमा राम्रै माया देखाइदिनु भएको छ। फर्स्ट भ्लगै अलमोस्ट मेरो 900 भ्युज गयो, त्यो मेरो लागि एकदमै राम्रो कुरा हो होइन। फर्स्ट भ्लगमै त्यति आउँछ भन्ने मैले एक्सपेक्ट गरेको थिइनँ, तर भ्युज पनि आयो, लाइक्स पनि आयो, कमेन्ट्स पनि राम्रो एकदमै राम्रो आएको छ, सब्सक्राइब पनि आएको छ। त्यसले एकदमै खुसी छु। र यो
योभन्दा अगाडि एक दुईवटा भ्लग आउँछ होला मेबी आई डोन्ट नो कि यही भ्लग सुरुमा आउँछ कि पोखरा सिरिजको त्यही हो आजको प्लान त्यति छ हजुरहरूलाई देखाउँदै जानेछु चाहिँ भाइहरूलाई वेट गरिरहेको छु ल हामी चाहिँ अब कायाकिङ गर्नको लागि घरबाट निक्लिसकेको छौँ हाम्रो रुजल भाइ भाइ कता छौ वेयर आर यु यता भ्लगमा आउनु पर्यो अब घरबाट हाम्रो लगभग 3 किलोमिटर छ होला होइन कि छैन त्यति पनि त्यही 3 किलोमिटर जस्तो चाहिँ छ जस्तो मलाई लाग्छ अनि आजको दिन हाम्रो कायाकिङ गरेर जाने भयो हजुरले देख्नु हुनेछ यत्रो दिनपछि आएपछि बल्ल पोखरा घुमिँदैछौँ साँच्चै है हामी पोखरा अब भ्लग त आउँछ कि आउँदैन आएन पोखरा आएदेखि हामी स्याङ्जा 2 चोटि गइसक्यो मनोकामना गइसक्यो हामी 4टा त हामी मन्दिरै गइसक्यो अब चाहिँ ठिक छ माताले बोलाउनु भएको थियो त्यही भएर त गइयो नि होइन त यो रमाइलो त जहिले पनि गरिहालिन्छ नि माताले बोलाएकोलाई हामी माता भएको ठाउँमा हामीले दर्शन लिन जान पायौँ त्यो नै एकदमै ठुलो कुरो हो अब यो टिपिकल पोखरा लाइफ अब 2 दिन हामी जिउनेछौँ आज र भोलि होला अनि पर्सि त हामी सायद काठमाडौँ फर्किन्छौँ होला होइन भाइ के छ प्लान अब पर्सि चाहिँ हामी काठमाडौँ फर्किने 2 दिन हामी चिल्लाने We are ready to go for kayaking. यहाँ चाहिँ छ के इन्ट्रोडक्सन के भनिदिनु तपाईँको यहाँ मान्छे अनरियल एडभेन्चर्स अपोजिट अफ अन्नपूर्ण गार्डन है लेफ्ट साइड चाहिँ यसलाई चाहिँ बाइक जसरी होल्ड गर्नु हामी पानीमा अलि मजाले डुबाउने लेफ्टबाट रो गऱ्यो भने राइट गइन्छ राइटबाट रो गऱ्यो भने लेफ्ट गइन्छ टर्न गर्नुलाई वान साइड मात्रै गर्नु तपाईँ बोट चाहिँ खुट्टामा पुगेको हुन्छ पानीमा जम्प गरिहाल्नु भयो भने चाहिँ बोट एट्याच हुन्छ जम्प गर्ने बेलामा चाहिँ यो प्याडल डुब्छ कि फेरि एकछिनमा अनि जम्प गर्नुहोस् जस्ट इन केस है अनि लाइफ ज्याकेट चाहिँ नखोल्नु होला लाइफ ज्याकेट पनि खोल्दैन भरिसक्यो हामी जम्प पनि हान्दैन भाइ चाहिँ त्यहाँ चाहिँ आउनै सकिरहेको छैन भाइ आऊ एक्सपिरियन्सिङ कायाकिङ फर द फर्स्ट टाइम इन फेवा लेक होइन बवाल मजा आइरहेको अलिअलि हावा चलिरहेछ नेट भाइ के भन्नु छ है हाम्रो चप्पल ओके आऊ छिटो भाइलाई गाह्रो पऱ्यो जस्तो छ बाङ्गिँदै आइरहेछ भाइ फाइनली एट तालबराई मन्दिर कायाकिङ गर्दै गर्दै परबाट तालबराई मन्दिर आयो अब यसको एक चक्कर लगाएर हामी यतातिर जान्छौँ हिरोमोटो कपको जर्सी लगाएर कायाकिङ गर्दै पोखराको फेवा तालमा हिरोमोटो कपलाई प्रमोट गरेर आएको छु यो भिडियो हिरोमोटो कपमा तालको बिचमा बियर चाहिँ भने Cheers guys. Cheers. अहिले चाहिँ हामी फेवातालमा एकदम चिल हानिरहेको छौँ हामी 3टा केटाहरू अनि म हजुरहरू सबै भ्युअर्सलाई के भन्न चाहन्छु भने कहिले तपाईँहरू यसरी पोखरा आउनुभयो कायाकिङ गर्नुभयो भने खानुहोस् यसरी सबै त खाँदा हुन्छ तर प्लिज यो क्यानहरू यो यस्तो प्लास्टिकहरू चाहिँ आफूले ल्याएको प्लास्टिकमै हालेर सबैजनाले बाहिर गएर डस्टबिनमै डम्प गरिदिनु होला जुनले गर्दा पोखरा जहिले यस्तै सुन्दर राम्रो र सफा रहिरहोस् त्यति चाहिँ गरिदिनुहोस् होला सबैजना नाइस एक्सपिरियन्स बवाल कस्तो यो उसै भएन यार आएन यार भ्लगमा यहाँ भर्खरै दाइ खस्नु भएको अवस्था
दामी पार्किङ हाने मैले ल ठ्याक्कै अहिले चाहिँ हामी ट्र्याकिङ गरिसकेका छौँ लगभग 2.5 घन्टा हामीले ट्र्याकिङ गऱ्यौँ हामी चाहिँ यो हो यहाँनिर आउनु ठ्याक्कै अन्नपूर्ण गार्डनको अगाडिपट्टि छ यहाँनिर दामी कलरफुल फोटोहरू छ एकदम फ्रेन्ड लाग्यो अहिलेसम्म चाहिँ हामीलाई यो चाहिँ दाईहरूको अलिकति प्रमोट गरिदिउँ अनरियल एडभेन्चर्स भनेर हुनुहुन्छ दाईहरू चाहिँ प्राइसहरू एकदम रिजनेबल लाग्यो दाई एकदम मेन दाई चाहिँ मजाको हुनुहुँदो रहेछ होइन आउनु होला यो कुनै पेड प्रमोसन होइन कुनै ठुलो युट्युबर होइन पेड प्रमोसनको लागि तर राम्रो कुरालाई राम्रो भन्नुहुन्छ ल थ्याङ्क यू भेरी मच दाई हामीलाई फलो गर्नु है इन्स्टा टिकटकमा अनरियल एडभेन्चर भनेर साइट चाहिँ ओके ओके हुन्छ दाई ल थ्याङ्क यू भेरी मच दाई ल लागौँ अब घरतिर होइन अब घरै त होला नि सो गाइज दिस इज पोखरा भयो फेवाताल जति पनि आउनु भएको छैन आउनु होला नेपालको इन्टरनल टुरिज्म डोमेस्टिक टुरिज्म हामीले नै प्रमोट गर्ने हो आउनु होला इन्जोय गर्नु होला यहाँको कायाकिङ लाई एक्सप्लोर गर्नु होला र यसरी नै हाम्रो नेपालको इन्टरनल टुरिज्म प्रमोट गर्दै ब्लगलाई यहीँनिर एन्ड गर्न चाहन्छु प्लिज लाइक गर्नु होला सेयर गर्नु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला थ्याङ्क यू भेरी मच साइनिङ अफ भास्कर ब्लग्स बाई बाई